सो हेलो गाइस, वेलकम बैक टू द न्यू वीडियो। आज दिने वाला त म तपाईँलाई आफ्नो होम टुर। सो यहाँ चाहिँ छ मेरो होम। अब जाउँ अब यसको टुर दिन। सो जसरी हामी घरको पछाडिबाट बस्छौँ, घरको गेट यहाँ छ। अब घरको गेटभित्र जाने बित्तिकै यहाँ एउटा मान्छे शख्स देखिन्छ जुन चाहिँ मासु पकाइरहेको छ। सो यता चाहिँ किचनहरू देख्न मिल्छौँ। यहाँ चाहिँ किचन छ, यहाँ चाहिँ एउटा फ्रिज छ। सो यति चाहिँ किचन भयो हाम्रो, यति चाहिँ किचन भयो। अनि यता जाँदाखेरि यहाँ चाहिँ हाम्रो दबाई पसल भयो, ठिक छ। यहाँ चाहिँ दबाईहरू छ यो पसलमा। सो यहाँ चाहिँ पेन्टिङ सेन्टिङ छ, यहाँ चाहिँ साइकलहरू छ। फेरि भित्र यो कोठामा जाँदा यहाँ पनि एउटा साइकल देखिन्छ तपाईँलाई। सो यहाँ चाहिँ एउटा उयो बेड सुत्नको लागि, यहाँ एउटा नयाँ सानो टिभी छ, ठिक छ। अब तलको फ्लोर त भयो, अब माथिको फ्लोर जाउँ। अब माथिको फ्लोर जाँदा तलको फ्लोर यति मात्र हो। अब माथिको फ्लोर जाँदा यहाँ चाहिँ जुत्ताहरूको उयो राख्ने उयो टेबलहरू। सो त्यहाँ चाहिँ निसाजी भर्खर उठेर ब्रस गर्दैछन्। अनि अब माथि जाँदा माथि अब 3टा फ्लोर देखिन्छ तपाईँलाई, 3टा कोठा। सो यो कोठामा जाँदा चाहिँ यो चाहिँ दिदीहरूको कोठा भयो। अनि यो चाहिँ मेरो कोठा भयो। अनि यो चाहिँ मम्मी ड्याडीको कोठा भयो, ठिक छ। सो यहाँ चाहिँ मम्मी ड्याडीको कोठा भयो, त्यहाँ चाहिँ मम्मी पूजा गर्दै हुनुहुन्छ। अनि यहाँ चाहिँ एउटा टिभी देख्न मिल्छ। यो चाहिँ ठुलो कोठा छ सबैभन्दा। मम्मी ड्याडीको कोठा चाहिँ एकदम ठुलो छ, तपाईँ हेर्न सक्नुहुन्छ। अलिकति हाम्रो कोठाभन्दा एकदम ठुलो कोठा छ। सो यहाँ चाहिँ एउटा टिभी देख्न मिल्छ, टिभी छ। यहाँ ऐना छ, यहाँ पनि घडी छ, यहाँ के सामानहरू राखेको छ टेबल सेबल मिलाएर। सो टक्क लगाएर यहाँ चाहिँ बेड सेट भयो। यहाँ चाहिँ टेबल सेबल एकदम यो चाहिँ स्टडी टेबल भयो। यहाँ चाहिँ म पढ्ने गरेको छ, स्टडी गर्ने गरेको छ। अनि यहाँ चाहिँ भयो मेरो काजु बदाम। सो यहाँ चाहिँ छ म काजु बदाम। अब म चाहिँ गएर छु काजु बदाम खान। सो यहाँ चाहिँ काजु छ। काजु बदाम सधैँ खाँदाखेरि एकदम सेहतको लागि फाइदेमन्द हुन्छ, त्यसैले काजु बदाम खाइराख्नुपर्छ। सो म चाहिँ गएर छु काजु बदाम खान। यसले चाहिँ हाम्रो शरीरलाई एकदम धेरै फाइदा दिन्छ काजु बदामले, त्यसैले काजु बदाम खाइराख्नु पर्ने हुन्छ। सो यहाँ चाहिँ छ काजु बदाम, म चाहिँ अब काजु बदाम खाइरहेको छु। अनि त्यहाँ चाहिँ मम्मी पूजा गर्दै हुनुहुन्छ। लाइन आयो भर्खर, अघि लाइन थिएन, अब चाहिँ लाइन आइसक्यो। अब चाहिँ म गएर अब टिभी हेर्न। सो अब म गएर टिभी खोल्नु, त्यसपछि जान्छु अब टिभी सिभी हेर्नु यसो। अब त्यहाँ चाहिँ टिभी खोलिसक्यो। अब हेरौँ म टिभी खुल्छ एकछिनमा। मम्मी आज खाना के हो? आज खाना के हो? दाल भात तरकारी। ओके। अनि तरुवा पनि छ है। सो आज पनि मिठो मिठो खानेकुरा पाकि नै रह। सो यहाँ चाहिँ टिभी खुल्दैछ, क्लियर टिभी। अब म चाहिँ यस्तै हो टिभी हेर्छु। अब टिभी हेरेपछि केही क्षणपछि भेटौँ। सो तपाईँले मेरो होम टुर हेरि नै सक्नुभयो। यहाँ दरारहरू भइहाल्यो। सो आजको लागि मात्र फेरि भेटौँ नयाँ ब्लगको साथमा। सो बाई गाइस।